तिम्रो त अर्कै बोयफ्रेन्ड छ अरे हो? छैन। कसम खाऊ त। मा कसम? हेर हेर अझै लाज पनि नलाग्ने झुटो कसम खानलाई। तो रामप्रसाद भन्ने को हो? खै मलाई थाहा छैन। अझै थाहा छैन अरे? तिमी यसरी अरू केटाहरूसँग हिँड्दा मलाई कति पीडा हुन्छ के? मेरो मतलब छैन र तिमीलाई? मतलब छैन तेरो। मतलब छैन भने मलाई पनि बस्नु छैन तिमीसँग रिलेसनमा। ब्रेकअप गरौँ, जान्छु म। जाने भए गइजा। जान त जान्छु, तर त्यो भन्दा पहिला मैले तिमीलाई रिलेसनमा हुँदाखेरि के गिफ्ट दिए सबै फिर्ता गर। गर्न सक्दिन अरे? त्यसो भए मेरो नामको ट्याटु जुन हातमा बनाएको छौ नि त्यो मेटाइहाल। कहिले मेटाउँछौ? आज होइन भर्खरै मेटाऊ। अनि मेटाउँदाखेरि दुखाउला, अलि ध्यान दिएर मेटाऊ। दुख्दैन आजकल त मलाई। दुखाओस् नदुखाओस्, आजदेखि तिम्रो बाटो अलग मेरो बाटो अलग। म बोयफ्रेन्ड हुँदाहुँदै अरू केटाहरूसँग बोलेर मलाई चिट गर्ने तिमी, अनि तिमी धोकेबाज कि म धोकेबाज? तिमी हो धोकेबाज, तिमी हो। म जस्तो केटा त नि तिमीले यो संसारमा पाउँदिनौ, बुझ्यौ? हेरमला पाउँछौ कि नै? अब जेसुकै होस्, ब्रेकअप भइसक्यो। लास्टमा केही भन्न छ भने भन। मेरो नाममा पिण्ड बगाइदिनु। जिउँदै मान्छेको कसरी पिण्ड बगाउँछ? त्यही पनि तिम्रो लागि खर्च गर्न मसँग एक रुपैयाँ छैन।